वेलकम ब्याक छ मेरो च्यानलमा तपाईहरुलाई हैन सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि यता सन्चै आरामै छु चिया नास्ता सास्ता खानुभयो होला अहिले त राति हाल्छु मैले भिडियो त अनि आज चाहिँ हिजो म लसुन रोप्न पाथेन अब लसुन रोप्न जान लाग्यो सबैजना भएर कान्छी चाहिँ इटेबा के गर्न लाग्यो बुढी फर्सी काट्न लाग्यो ए यो तरकारी आज फर्सी र उठे के हो नि दाल बनाइदिएको माम्पाको चिया खायो आज चियाको भिडियो किन नबनाएको आज चियाको भिडियो म बोल्न चाहदै छैन या अहिले पलात्त पर्काइदिन्छु ऊ बोल्छ मम्मीसँग उसको मोबाइल बराबर भनेको न चिया खाँदाखेरि हो र के हेरेको अर्कोलाई त्यस्तरी टाउको हेरेर हेर्न पाएन लाग्यो त ढङ्ग हुनु पऱ्यो चिठी लगाउने गरिदिएको मजा नि लागेको होइन हो कि होइन अब बुढी खोज्न जानु पर्यो बुढी खोज्न हे बुढी 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 खानी फर्सी बुढी हो तिमीले भात बनाउनु जानेको कति भयो मैले भात बनाउन जानेको छैन नि हो सिगान चौधरी बनाएको रे के त तरकारी रे रोटी हो तरकारी हो डल्ले च्याउको मम्मीले रोटी पकाउँछु नि मलाई मम्मीले रोटी त मम्मीले रोटी बनाइराख्नु भएको थियो अनि मम्मीलाई मैले भनेको मम्मी पनि बनाउँछु त्यही त सिगान चौधरी बनाएको रे कि अनि बनाउन जाथी भनेर छोडेको त्यो रोथे म बनाउँछु भनेर अनि मम्मीले बनाला भनेर सबै छोडेर अनि जानुभएको थियो रुँदै बनाएको थिएँ अनि तरकारी चाहिँ डल्ले च्याउ बनाउँदाखेरि बाबाले सिकाउँदै थियो म पकाउँदै थिएँ अनि पनियामा डल्ले च्याउ ऐसा गद्दारी वाला काम करता है तू धन्नै तरकारीमा चाहिँ चुहेन पनियामा मात्रै चुहे थियो अहिले नचाउ है अनि माइजूले देखेको थियो अनि माइजूले मेरो बेच्चा तानेर म रोएर हो अब के छ ठिक छ ठिक छ छोडै सक्यो के ऊ मम्मी चाहिँ यहाँनिर के अरे लसुन रोप्नलाई ठाउँमा जुन हुन्छ त्यहाँ चाहिँ हाम्रो धाराको पानी आउँछ त्यही भएर खुलो बनाइरहनु भयो यो गोबर मल त्यो कुखुराको मल अहिले यहाँ सबै ठाउँमा नै यसरी खन्नुपर्छ हिजो आलु रोपेको त्यहाँ कति 6-7 ड्याङ खन्यो हिजो अनि त्यसपछि यो आँटा लगाएँ यहाँ खन्यो फेरि मम्मीले अहिले खन्दै हुनुहुन्छ लाइक गरिदिनु नि यार गाउँले भएर हो क्या यहाँ सब्सक्राइब गाइज फेरि सेकेन्ड भ्लग चाहिँ कपिराइट आएर मैले आफै डिलिट गरिदिएको मलाई थाहा थिएन नि त गीत हाल्यो भने कपिराइट आउँछ भनेर गीत हालेर मलाई चाहिँ थाहा थिएन नि त अनि के भन्छ रे गीत हाल्यो भने कपिराइट आउँछ भनेर त्यस्तो रहेछ कुरो फाल्देको अब अड्डेको दालले पाके जस्तो बोडी खोज्दा जाजी होला अड्डे अड्डे बोडी टिप्नको छ अनि त्यसलाई आगो फुक्न आउँदैन कि हेर्नु त त्यसले आगो बालेको अरे अनि सिठी लगाएन तपाईँले बालेको चाहिँ राम्रोसँग लाग्ने मैले बालेको चाहिँ नराम्रोसँग लाग्ने भन्दै देखेको छ ढङ्ग हुनु पऱ्यो नि आगो बाल्ने त्यत्तिकै बोल्छ आगो होइन आगो त्यत्तिकै बोल्छ मन पऱ्यो बोल्छ नि हेर गाइस आगो
उफ पोरी टिपेर आउनु भयो अरू के ल्याएर ज्यानमा र खुर्सानी रे त्यति चाहिँ पुग्छ अरे आजलाई अनि अरू बढी गर्दा जाँदाखेरि के गरेर आएको त फेरि एकैछिनमा साको लागि यहाँ एग रोल बनाइदिएको थिएँ अन्डा रोटी भने नि हुन्छ एग रोल भने नि हुन्छ मलाई चाहिँ यो खाजा मनपर्छ क्या मलाई नि वर्षालाई नि मनपर्छ एकदम कथा एकदम अनि त्यसपछि टक्क दामी हुन्छ कि यो खाजा चाहिँ यति भएपछि यस्तै यदि टक्क तातो नि हुने नमस्ते साथीहरू हाम्रो मेरो छोराको च्यानलमा के भन्छ अरे लाइक सब्सक्राइब मेरो छोराले सिक्न खोजिरह र साथीहरू म चाहिँ यहाँ खन्नतिर लागेँ र मैले चाहिँ अब खनिसकेछु अब समाउनु पर्ने हुन्छ र म समाउनतिर लागेँ अब मैले चाहिँ यहाँ समाइसकेँ अब मम्मीले चाहिँ यहाँ अब ढेलाहरू फुटाउँदै हुनुहुन्छ ढेलासेला फुटाएर मम्मीले लसुन रोप्नुहुन्छ अब एकछिनमा मम्मीले चाहिँ अब यहाँ लसुन रोप्न लागिसक्नु भएको छ वर्षा चाहिँ स्कुलबाट आएर सुन्तला खान लागेको छ स्कुल गएर कि पुल बुनी बसेर कोचिङ गरेर क्या गयो आमा के भयो गे मेरो बनाइ नि मलाई जाऊ त त्यो खाएको होइन कि नखाएको देन छुच्ची बहिनी रहेछ यार चेपाङ नि हो यो बस्नु चाहिँ हाम्रो यहाँ बनिरहेको छ भात होइन टक्क लगाएर आगोमा माटो लगाएर कुकरमा सिटी लाग्न लाग्यो ल अब हामी खानासाना खाएर सुत्छौँ ल यति भन्दै आजको लागि चाहिँ बिदा दिन चाहन्छु बाई बाई हस्त नमस्कार जय नेपाल रे ल लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला प्लिज सब्सक्राइब गर्नुपर्छ धेरै भ्युज पुग्नुपर्छ 1 लाख अनि तपाईँहरूलाई पनि भिडियो बनाउनु भए पनि हामी पनि त्यति सपोर्ट गर्छ भाइ दादा बाई बाई जय नेपाल